हेलो भ्युवर, त आजको भिडियोमा हामी गर्नेबाल छौँ नो गन च्यालेन्ज। त यो गेम मजेदार हुनेबाल छ किनकि यो मेरो फर्स्ट भिडियो जसमा मैले च्यालेन्ज गरिरहेको छु भनेर। त गेम स्टार्ट। त अहिले हामी ट्रेनिङ ग्राउन्डमा छौँ, यहाँतिर टाइम स्टार्ट भइसकेको छ। चलो अब त गेम त स्टार्ट भयो। अब यहाँपट्टि हामीले ल्यान्डिङ गर्नुपर्छ। त ल्यान्डिङको ठाउँमा चाहिँ नो गन च्यालेन्ज गरिरहेको छु भनेर म त प्राइभेट जग्गामा मात्रै उत्रेको म यहाँपट्टि। त गाइस यहाँ उत्रिनु बित्तिकै नै गन भेटिहाल्यो। अब यो गनलाई हटाउनु पर्यो। अब यहाँपट्टि हामीलाई के पनि गर्नु छैन, अब बस चिलाउनु छ। भाग भाग, यहाँबाट एनिमी आयो। भाइ यो प्राइभेट एरियामा के गर्दैछ हौ? म त अघि सही ठाउँमा आएको त। यो चाहिँ जिटीमा सर्च गरेको यो प्राइभेट एरिया भनेर। त यहाँपट्टि म यो ठाउँपट्टि पुरा उयो घुमाएर पनि मलाई के पनि एनिमीहरू भेटेन। त्यसो भए म यहाँपट्टि साइडपट्टि गएको। दुईजना एनिमी बाँच्दै रहेछन् यहाँ साइडपट्टि। अनि चाहिँ यो सुनेर म खुसी हुँदै थिएँ किनकि म उयाँको साइडपट्टि भाग्न सक्छु भनेर। भरे त थाहा भयो कि नेट नै मेरो चलेन। मलाई कम्प्युटर रिस उठिसकेको थियो, त्यो भएर मैले गेम ब्याक गरेर फेरि गरेको। त गाइस म उयो नेट मेरो बन्द भइरहेको थियो, त्यो भएर म रिकम खेलेको। भरे त उयो जोनमा फसेर म मरिसकेको रहेछु। अनि फेरि कसले म रिभाइभ गरिदियो। अनि त्यसपछि चाहिँ अब यहाँपट्टि म जाँदैछु, मर्छु जस्तो लाग्दैछ। तर म प्रो छु भाइ, म जोनसँग डराउँदिनँ क्या। त यहाँ हेर्न सक्नुहुन्छ म फाइनली आइसकेको छु भित्र। धेरै पनि खुसीको कुरा होइन, फेरि 20जना प्लेयरहरू लाइफ छ अहिले। हामीले जसरी भए पनि बोया गर्नुपर्छ यो गेम। भएन भने के गर्छु मलाई थाहा छैन। म फेरि यता र उता भागेँ, एउटा पनि एनिमी भेटिनँ फेरि। अहिले हेर्छु त 12जना प्लेयरहरू लाइफ थियो। भरे मलाई एउटा एनिमीले मलाई देख्यो। अनि त्यसपछि म रुखको पछाडि लुकिहालेँ किनकि मसँग गन थिएन। त्यस भए मैले ग्लुबा लिएँ, ग्लुबा लगाएँ। अनि त्यसपछि त्यो एनिमी यहाँ परसम्म थियो। त मैले यहाँ ग्लुबा लगाएर अगाडि हिँडेँ। त्यो एनिमी पनि मसँग आयो। अनि मैले आफ्नो क्यारेक्टर युज गरेँ। अनि चाहिँ भरे हेर्छु जोनले नै त्यसलाई मारिदियो। अनि त्यसपछि त्यो एनिमी आफै जोनमा मरेर मैले झुकेर गन उठाएछु। अनि मैले त्यो गन फ्याँकिहालेँ किनकि नो गन च्यालेन्ज भइरहेको थियो। अहिलेसम्म 7जना एनिमी लाइफ थियो। म घरको छेउमा आएर यहाँ ब्याक लिँदै थिएँ, तब मैले देखेँ एनिमी। अनि त्यो एनिमी मैले देखेन, अनि भागिहाल्यो त। अब 2जना मात्रै बाँकी थियो। 2जना बाँच्दै थियो नि, म त्यो मौका लिएर भागिहालेँ त्यहाँबाट। अब 1जना मात्रै बाँकी छ नि मेरो बोया हुन्छ। उहाँपट्टि छ त्यो एनिमी। त्यो एनिमी उहाँको साइड क्याम्पिङ गरिरहेको थियो। मसँग गन भएको भए म त्यसलाई हानिहाल्थेँ फेरि हेडसट। त्यो एनिमी त्यहाँ फायर पनि गरिरहेको थियो। त्यो एनिमीलाई मलाई पर्खेको गऱ्यो। यहाँ खालि उयो डुल्छ, खालि यहाँ डुल्छ। अनि मेरो पालो जोन पनि आइरहेको थियो। र त्यही भएर मैले आफ्नो ग्लुबरको उयो निकालेँ। अनि ग्लुबर निकालेपछि त्यही ट्रिक अजमाएँ जो कि फर्स्टमा मसँग भएको थियो। त मैले यहाँपट्टि ग्लुबर लगाएँ। त्यो एनिमीलाई मन देखिरहेको थियो। अनि त्यो एनिमी यहाँ साइडपट्टि गयो। त मैले यहाँ पनि ग्लुबर लगाइदिएँ। अनि त्यो एनिमी 2 स्टेप पर गयो। अनि त्यसपछि म यहाँपट्टि लुकिहालेँ अर्को ग्लुबरमा। अनि त्यो एनिमी लाग्यो कि म अगाडिको ग्लुबरमा छु भनेर यहाँको साइडपट्टि गयो। अनि म यहाँ साइडपट्टि गएँ। अनि म होटेल मुक्का हाल्नु भनेको त भर्ता देखिहाल्यो मलाई। अनि त्यसपछि चाहिँ यहाँ साइडपट्टि नै आउँदै थियो त्यो। अनि फेरि यहाँको साइड गयो। मैले सोचेँ कि त्यो टिम गरेर ठिक हुन्छ सबै कुरा भनेको त भर्ताले मौका उठाएर फाइदाबाट गऱ्यो भने छिटो ग्लुबर लगाइहालेँ। अनि त्यसले पनि ग्लुबर लगायो। अनि यहाँको साइड भागो किनकि जोन आउँदै थियो। मैले त्यसले फेरि टिम अप गर्न खोजेको, तर त्यो टिम अप गर्न मान्दैन। त म ग्लुबर लगाइदिएँ साइडपट्टि। अब त्यो यहाँबाट आउँदैछ। अनि चाहिँ मैले आफ्नो क्यारेक्टर युज गरेँ, यहाँपट्टि ग्लुबर लगाइदिएँ। अनि त्यसपछि चाहिँ उहाँको साइडपट्टि खान्थ्यो। अनि म मरेँ। अनि यो साथ हामी यो च्यालेन्ज पनि हार्यौँ। बस यतिले भयो एउटा बन्दाले। त म ब्रोन्जमा थिएँ। मेरो लेभल कति भयो अरे मलाई अब? मेरो लेभल भयो अब 74 भयो। यसैको साथ एन्डिङ गरिदिउँ होला अब भिडियो। आई होप तपाईँलाई भिडियो राम्रो लाग्यो होला। भिडियो लाइक, च्यानल सब्सक्राइब गरिदिनु होला। हामी मिल्छौँ अर्को भिडियोमा। तबको लागि बाई बाई।